म कामबाट निकालिएको थिएँ। म हराएको जस्तो, दबावमा परेको जस्तो महसुस गरिरहेको थिएँ। यस्तो महिनौसम्म चलिरह्यो। म मेरो परिवार र साथीहरूसँग पनि बोल्न छोडेको थिएँ। एक दिन मैले इन्स्टाग्राममा एउटा पोस्ट देखेँ, भावनाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे र द एथनिक वेलबिङ सेन्टरले दिएको निशुल्क काउन्सेलिङको सेवा बारे। जसै म सेन्टरभित्र पसेँ, मैले आफूलाई स्वागत गरिरहेको जस्तो महसुस गरेँ। मेरी काउन्सिलर दयालु र सहानुभूतिले भरिएकी थिइन्। उहाँले म के कस्तो भोगिरहेको थिएँ भनेर सोध्नुभयो। उहाँको शान्त स्वभाव र मेरो कथाप्रतिको चासोले मलाई सहज महसुस गरायो। सुरुमा म नर्भस थिएँ, के कस्तो होला भनी अनिश्चित थिएँ। तर एउटै सेसनपछि ममा केही परिवर्तन भयो। मैले सुरक्षित महसुस गरेँ। म निसङ्कोच भएर कुरा गर्न सक्थेँ। कसैले जज गर्ला कि भन्ने डर थिएन। उहाँले मलाई समस्यालाई नयाँ दृष्टिकोणले हेर्ने र परिस्थितिलाई फरक तरिकाले बुझ्न सहयोग गर्नुभयो। र उहाँले मलाई आत्महेरचाहका तरिकाहरू जस्तै माइन्डफुलनेस, रिल्याक्सेसनसँग पनि परिचय गराउनुभयो। सबैभन्दा सहयोगी कुरा के भयो भने म जहिले पनि कुरा गर्न पाउँथेँ। म प्रत्यक्ष भेटघाट र अनलाइन सेसन दुवै तरिकाले कुरा गर्न सक्थेँ। केही हप्तासम्म काउन्सिलरलाई भेटेपछि अहिले म पहिलेको भन्दा राम्रो अवस्थामा छु। जीवनमा अझै पनि चुनौतीहरू छन्, तर अब म तिनलाई सकारात्मक रूपमा सामना गर्न सक्छु। यदि तपाईँ पनि सङ्घर्ष गरिरहनु भएको छ भने सहयोग माग्नुहोस्। परेको बेला सहयोग माग्नै पर्छ।